किताब पढ्न कहाँबाट बानी बसालौँ भन्दा प्रिय सुफी सायाबाट पढ्न बानी बसाल्नु न भन्थे। मलाई अहिले कसैले म कहाँबाट पढ्न सुरु गरौँ भन्यो भने म निलो प्रेमबाट सुरु गर्दा पनि हुन्छ। लाइक निलो प्रेम पढ्नुभयो भने चाहिँ हजुरलाई साहित्य पढ्न चाहिँ मजा लाग्छ भने म चाहिँ अब निलो प्रेम पनि भन्न सक्छु कि साहित्य सरल हुनुपर्छ। निलो प्रेमले धेरै पाठकहरू तान्न सफल हुन्छ जस्तो लाग्छ मलाई चाहिँ। एकदम भाषा चाहिँ एकदम सरल छ र धेरै युवा जमातले चाहिँ आफ्नो स्टोरीसँग रिलेट गर्न सक्ने छ। अहिलेको यो हाम्रो जेनेरेसनलाई तान्ने गरी चाहिँ यो निलो प्रेम लेखिएको छ। हामीले बुझ्नुपर्छ, साहित्य भने समाजले बुझ्नुपर्छ। कतिपय मानसिकता के हुन्छ राइटरको भने भाषामा चाहिँ उत्कृष्ट गरेर चाहिँ आफ्नो विज्ञता देखाउने जस्तो हुन्छ। यति मजाले बुझाउनु खोजेको छ त्यो चाहिँ मलाई सबैभन्दा पछि राम्रो लाग्यो। जुन दुईटा मुख्य पात्र छन् नि उनीहरूको प्रेम कहानी सँगसँगै साथीहरूको नजर कस्तो हुन्छ अथवा चाहिँ साथीहरूको भूमिका के हुन्छ, समाजको कस्तो हुन्छ, परिवारले कस्तो प्रभाव पार्छ त उनीहरूको सम्बन्धमा। हाम्रो समाजमा चाहिँ प्रेमप्रति चाहिँ धेरै गलत धारणाहरू छन्। प्रेम गर्नु नै अपराध हो भन्ने टाइपको पनि छ नि त एउटा। यी कुराहरूलाई बुझाउनलाई चाहिँ एकदम हेल्प गर्छ। एकदम मजाले बुझ्ने हो भने यो आमा बुवासँगको रिलेसन, आमा बुवाले गरेको दुःखलाई बुझेर मजाले अगाडि बढेको, अझै दाजुले बहिनीलाई कस्तो मजाले सपोर्ट गरेको छ नि त्यो कुरा चाहिँ मलाई एकदमै राम्रो लाग्यो। हाम्रो जेनेरेसनले एकदम मजाले फिल गर्ने छ। प्रेम चाहिँ गर्न सिकाएको छ। मैले अघि नै भनेको थिएँ कोठामै आउँदैमा बस्दैमा नराम्रो धेरै जुन सोच्छ नि त्यो त नहुने रहेछ नि। हाम्रो कथा हो, हामी जस्तैको कथा हो। पुरै निलो प्रेम बुझ्न चाहिँ निलो प्रेम पुस्तक नै पढ्नुपर्ने हुन्छ। रातो प्रेम भन्दा निलै प्रेम राम्रो हुँदो रहेछ भन्ने फिल भयो।